हामीलाई छाती गरेर ढोक्क हुन मन लाग्छ। आजभन्दा 33 वर्ष पहिला हामी स्थापना गरेको कलेज यति विशाल रूप लिएर पनि हामी सोचेको थियौँ। तर आज साँच्चै नै आज सरको मेहनत अझ विद्यार्थीहरू मेहनत धेरै ठाउँमा हामी देशको विद्यार्थीहरू एक ठाउँमा हुनुहुन्छ। त्यो विद्यार्थीको लगनशीलता, सरको मेहनत, स्थानीय जनताहरू विशेष गरेर त्यो के अरे जनताहरू र आज सरको मेहनत आज क्याम्पस साँच्चै नै जनप्रिय क्याम्पस बनेको छ, जनताको प्रिय बनेको छ। म यो यहाँ पनि ती सम्पूर्ण साथीहरूलाई यहाँ नाम लिने बेला हुन्छ होइन, ग्रेसमान भाइको नाम लिनु पऱ्यो, उहाँलाई सम्पूर्ण सरहरू र त्यो पनि काम गर्ने सम्पूर्ण हाम्रा अनुरोध चाहन्छु। धेरै कुराहरू यहाँ आएको छ। जनप्रिय गोमी क्याम्पसले विद्यार्थी भाइ बहिनीहरूलाई मात्र शिक्षा दिँदैन। आज तपाईँको मास्टर लेभलमा पढेर हुनुहुन्छ, तपाईँको जीवन यो मास्टर लेभल भन्ने छुट्टै एउटा पनि हो। यो तहमा पुग्नु भनेको विद्यार्थी भाइ बहिनीहरू अब त्यो गोजीमा प्लगलाई के भने हाम्रो भाषामा विद्यार्थी भने त्यो गोजीमा त्यो काटिदियो अनि पढ्नु भयो। त्यो तहको पढाइले काम गर्दैन। तपाईँहरू त्यो मास्टर लेभलका विद्यार्थी भाइ बहिनीहरू तपाईँको सानो सोचले पनि मुलुकको चाहिँ यो चाहिँ के अरे सिङ्गो मुलुकै एउटा जीवनमा प्रभाव पर्छ। तपाईँ बिग्रिनु भयो, मास्टर लेभलमा पढेको विद्यार्थी भाइ बहिनी बिग्रिनु भयो भने बिग्रियो मान्छे बुझाहरूलाई फेरि त्यो नहोला होइन भने सम्पूर्ण त्यसको दोष सर्वना छ। त्यो पढाएको सरले के पढायो, त्यो किन हाम्रो शिक्षामै त्यो कमी गर्ने हो कि होइन, त्यो क्वालिटी नै भएन कि आफ्नो त्यो प्रश्न शिक्षा गर्नुहुन्छ। त्यही भएर विद्यार्थी भाइ तपाईँहरूमा सम्पूर्ण तपाईँको आफ्नो जीवनको त्यहाँ कति छ, आफ्नो बाबाको समाज नै छ, आफ्नो ड्रिम नै छ। त्यसको अलावा सिङ्गो मुलुककै त्यो ड्रिम, सिङ्गो मुलुककै त्यो पुँजी के हुने हो त्यो तपाईँमा प्रभाव पर्दछ। त्यही भएर तपाईँहरू अलिक गम्भीर हुनु जरुरी छ। आज मैले सुरुमा मैले भने हाम्रो चिकन सर मेरो आदेश सर हुनुहुन्छ के अरे हामीले सुरुमा चाहिँ त्यहाँ परिचय गर्यौँ। तपाईँ थाहा छ परिचय किन गर्यौँ? यो मैले यस्तै धेरै मैले तालिममा मैले पनि धेरै तालिमहरू विद्यार्थी कालमा आफ्नो राजनीतिक जीवनमा धेरै त्यो संस्थामा लागेर धेरै तालिमहरू मैले लिएको छु। किन गरेको होला यो बिहान हामीले परिचय गर्यौँ नि नभए त्यो परिचय छात्र विद्या चाहिँ के अरे त्यहाँ मेरो नाम एक नाम लगाएर भन्ने हुन्थ्यो नि हामीले त भनिएन। किन भन्दाखेरि आफ्नो प्रशंसा अरूले गरिदियोस्। यसको मिनिङ सानो छ होइन। म यहाँ उभिएको छु, मेरो नाम फलाना मैले भन्नुभन्दा यो मैले यसो गरेँ मेरो गुण यो छ अगुण यो छ भनेर भन्नुभन्दा अरूले भनिदियो भने त्यो सुधार्ने माध्यम हुन्छ। त्यो भएर यो आज चाहिँ यो सुरुमै के अरे जुन के हाम्रो जुन यो सुरुमा तपाईँलाई परिचयको जुन त्यो चाहिँ त्यो माध्यम तपाईँलाई अगाडि बस्नुभयो त्यसले पनि तपाईँको जीवनमा फरक पार्छ। तपाईँको साथीले तपाईँलाई कसरी परिचय गरिरहेको छ त्यो महत्त्वपूर्ण कुरा हो। त्यही भएर पनि सामान्य परिचय त्यो त्यो नमस्ते बनाइदियो त्यो मात्रै राख्दैन, यसले तपाईँको चाहिँ आत्मविश्वास पनि बढाउने होइन, त्यो नेतृत्व विकास गर्ने यो पनि हेरेको छ। र आज चाहिँ त्यो सुरुवात पनि गर्नुभएको छ। म तपाईँलाई भन्न चाहन्छु। त्यस्तै यो मैले अघि तपाईँलाई भने जनप्रियको अब चाहिँ मास्टर लेभलमा पढ्ने विद्यार्थी भाइ बहिनीहरू अलिकति रिसर्च अहिले पनि आफ्नो रिसर्चमा तपाईँहरू हुनु जरुरी छ। तपाईँले नयाँ खोज हिजो 11-12 पास गर्यो, अब यो के अरे डिप्लोमा पास गर्यो, अब यो मास्टर लेभलमा तपाईँले नयाँ अब तपाईँको दिमाग मलाई नयाँ सोच क्रिएटिभ कुरामा तपाईँहरू चाहिँ लाग्नु जरुरी छ। रिसर्चमा तपाईँ लाग्नु जरुरी छ र विश्वास पनि छ तपाईँहरू लाग्नुहुन्छ। मैले यसो यहाँ हेरिरहेको थिएँ हाम्रो कृष्ण बाबु बराल र हाम्रो अनुले बाबु त्यही छ। यही हो रिजल्टले जनप्रिय परिचय यही नै हो। हिजो विद्यार्थी कार्यकाल आज जनप्रिय गोमी क्याम्पसको यत्रो हेर्नु साथी मलाई त्यति गर्नु लाग्छ। म अस्ति रोपा गएको थिएँ लुकुम गएको थिएँ। त्यहाँ प्रयास गर्न थाहा छ त्यो ठाउँ होइन, त्यो के अरे
त्यो बढी माओवादी पनि त्यो बुढी खाएको थियो तर मान्छे सबैले गुरु उठेको मगर एकदमै एक्टिभ हुनु त्यहाँ पनि हाम्रो आएर छ त्यो जनप्रिय बारेमा थाहा हुन्छ नि मैले यो फिल्म हाम्रो जनप्रियको बारेमा जहाँ पनि त्यस्तो लेखेको चाहिँ यसको सुवासना फैलिएको छ मैले ठिकै प्रश्न गरिरहेको थिएँ हाम्रो कृष्णबाबुको हाम्रो मन्दिर बारेमा यही उदाहरण यही छ नि मैले जनप्रियले उत्पादन त म्याक्सिमम राम्रो भोलिको उत्पादन हो फेरि आएर भने जनप्रियले साँच्चै नै यो सिङ्गो मुलुकलाई एउटा राम्रो शैक्षिक दान गरेको छ शैक्षिक क्रान्ति ल्याएर जनप्रियको क्याम्पसले हिजोको त्यो जनान पछि चाहिँ जो क्याम्पस स्थापना भयो धेरै उत्पादन हामीले धेरै ठाउँमा देख्छौँ विद्यार्थी भाइ बहिनीहरू ठाउँमा हुनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू एकदमै स्वीकृत पात्रको उत्पादन गरेको छ जनप्रियको क्याम्पसले म यो आज मञ्चबाट ती तमाम साथीहरू जो ठाउँ ठाउँमा हुनुहुन्छ देश विदेश जहाँ हुनुहुन्छ उहाँहरू तर क्याम्पसको गरिमा बढाउन जुन प्रकारको योगदान छ म त्यसलाई भन्न चाहन्छु र अन्त्यमा फेरि पनि विद्यार्थी भाइ बहिनीहरू एक मात्र मैले जाति भन्ने गर्छु मैले यो धेरै विद्यार्थी भाइ धेरै आफ्नो मेरो पनि आफ्नो जीवनको त्यो धेरै कार्यवाहीमा पनि मैले धेरै ठाउँले पुगेको गर्छु यी विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूले नेपालमा जुन प्राप्त शिक्षा पाइरहनु भएको छ त्यसको भरपुर सहयोग भरपुर उपयोग नेपालमै होस् तपाईँको मास्टरमा पछाडि धेरै लगानी छ हाम्रो आफ्नो सरहरू पैसा खर्च गर्नु त त्यहाँ लाखौँ बनाउँला होइन त्यो तपाईँको मास्टर तपाईँले धेरै सरहरू धेरै यहाँ सबै यहाँ हुनुहुन्छ धेरै सरहरूको धेरै बाबाको धेरै आमाको धेरै दाइहरूको धेरै दिदीहरूको चाहिँ तपाईँलाई चाहिँ लगानी छ त्यो लगानीलाई तपाईँहरूले नेपालमै उत्पादन श्रममा त्यसलाई उद्यमशीलतामा तपाईँले खर्च गर्नुपर्छ न कि तपाईँले विदेश गएपछि सारा हामीसँग सिद्धियो हामीले त्यत्रो तपाईँहरू 25-30 वर्षमा तपाईँहरू हुनुहुन्छ तपाईँहरूलाई क्याम्पसले तपाईँको के स्कुलले लगानी गरेको त्यो सम्पूर्ण चाहिँ त्यो विदेश गएपछि त्यो हाम्रो के भन्छ स्किल मेन पावर बाहिर जान्छ हाम्रो ब्रेन पनि जान्छ त्यो भएर मलाई मेरो एकदमै हार्दिक आग्रह छ र मास्टर लेभलमा मलाई हाम्रो के छ भने मास्टर लेभलमा पढेका विद्यार्थीहरू प्रयास विद्यार्थीहरू बाहिर जाने कम छ सङ्ख्या यो अरू ब्याचेसमा भन्दै मास्टरमा कम छ फेरि नभएर मान्छेहरू गइरहेको छ तपाईँहरू जानुहोला भन्ने शुभकामना व्यक्त गर्दै कुनै एकचोटि जनप्रिय बौद्धिक क्याम्पसले जुन तपाईँको रोजाइ छ त्यो रोजाइ तपाईँको सही ठाउँमा छ आज फेरि धेरै पछिल्लो कार्यक्रम त्यहाँ रहन्छ हाम्रो प्रमुख वक्ता व्यवस्था हुनुहुन्छ हामी प्रायः बस्ने मन चाहेको थियो मेरो इच्छा पनि थियो तर मेरो पनि सानो प्रोग्राम भन्दाखेरि छिटै मैले पनि व्यवस्था मलाई तपाईँको 15 मिनट 5 मिनट झार्नुहोस् भनेर चाहिँ मलाई आग्रह गरेँ पक्कै पनि उहाँको ज्ञान उहाँको सिप उहाँको सेवा तपाईँले प्राप्त गर्नुहुनेछ पछि प्रदेशमा भन्दै कुनै एकचोटि जनप्रियको उत्थानमा यसको विकासमा यसको शैक्षिक लगायत सम्पूर्ण प्रकार विकासमा जसले सहयोग गर्नुभयो उहाँलाई सम्मान चाहन्छु र विद्यार्थी भाइ बहिनीको सफल र सुन्दर भविष्यको कामना गर्दै बिदा हुन्छु नमस्ते हामीलाई सबैको मार्ग निर्देशन गर्ने र हरेक मोडमा प्रेरणाको उज्यालो बनिरहने अग्रज आजका प्रमुख अतिथिज्यूलाई सार्वजनिक बनाएका लागि धेरै धन्यवाद। म मायाको चिनो